सबैजना पानी खेलाउँदै खेलाउँदै ल अब हामी अनि हेर्नुहोस् त तलको भ्यू हेलो एन्ड वेलकम टु माई ब्लग। तपाईँहरू सबैजनालाई फेरि पनि आफ्टर अ लङ टाइम धेरै नै भइसक्यो साथीहरू। म चाहिँ धेरै महिनाको ग्याप पछि आज फेरि एउटा भ्लग बनाउनु गइरहेको छु। अनि साथीहरू आज चाहिँ हामी जाँदैछौँ मुक्तिनाथ होइन, माथि मुक्तिनाथ। त्यो चाहिँ हामी साना गाउँ हरिसिद्धिबाट जाँदैछौँ। माथि चाहिँ 109वटा धारा छ अरे के, सानो मुक्तिनाथ भन्छ। अनि हामी चाहिँ सानो मुक्तिनाथ जाँदैछौँ। अनि फेरि सबैजना लुङ्गी लाएर जाँदैछौँ साथीहरू। हामी चाहिँ लुङ्गी ग्याङमा। अनि म चाहिँ पछाडि छु रेकर्ड गर्दै भने सबैजना चाहिँ अगाडि हुनुहुन्छ, अगाडि हिँड्दै हुनुहुन्छ। सबैजना लुङ्गीमा गाइज, लुङ्गी लगामै भनेर मैले सबैजनालाई फोर्स गरेँ के। अनि आज चाहिँ हामी सबैजना लुङ्गी ग्याङ भएर हिँडेको छौँ। घरको सबैजना सदस्य, केटा मान्छेहरू चाहिँ कोही पनि हुनुहुन्न। हामी सासू बुहारी अनि नातिनीहरूको टिममा चाहिँ मुक्तिनाथ घुम्नु जाँदैछौँ। अनि तपाईँहरूले चाहिँ हेर्दै गर्नु होला अब होइन, 109वटा मिनी मुक्तिनाथ चाहिँ कस्तो रहेछ भनेर म आज तपाईँहरूलाई देखाउँछु। सो हेर्दै गर्नु होला मेरो ब्लग। यहाँ हाम्रो तिम्माला दिदी हिँड्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ मेरो बहिनी अरे क्या, मेरो बहिनी पनि छ। अलिक अगाडि जाँदा देखाउनु पऱ्यो तेरो होल आउटफिट। यही बेला फेरि स्कुटर पनि आउनु परेको। सबैजना अगाडि अगाडि पुगिसक्नु भयो साथीहरू। म कस्तो कहिले भ्लगर हुन्छ र होइन, मेनवाला अरे क्या। हो क्या, अनि देखिनुहोस् कति भएको आउटफिट। हात लामो देखिरहेको छ क्या, हात लामो देख्यो अरे सबैले नजानेको के एकछिनमा। गाइस माथि चाहिँ मैले बिहे भनेको थिएँ नि त, माथि चाहिँ बिहे छ साथीहरू। हामी चाहिँ घुम्नु जाँदै बिहे चाहिँ माथि राख्छ क्या साथीहरू। नाचिदिनुपर्छ कि क्या हो, अर्काको बिहे भए पनि। कसको बिहे हो गएर गाइस बिहे चाहिँ कसको हो? होइन त बिहे हो कि के हो? छोरी आई डोन्ट नो साथीहरू चाहिँ के भइरहेछ। हामीले चाहिँ के होला भनेको थियौँ, बिहे होला पूजा होला भनेको थियौँ, तर होइन रहेछ। उहाँ अङ्कलको बाबा चाहिँ कति वर्ष पुग्नु भन्नुभयो? 88 अरे, 88 वर्ष पुग्नु भएको उहाँको चाहिँ बर्थडे जस्तो खालकोमा चाहिँ यस्तो गर्नु हुँदो रहेछ उहाँहरूले। आफ्नै चलन नि अब है, के हुन्छ हाम्रो राईहरू त्यस्तो भन्दैन, आफ्नो यस्तो हुन्छ। तिमी ए गर्नुपर्छ हो 84। ए 84 चाहिँ गर्दो रहेछ नि त गाइसहरू। कसैको गर्छ अरे राईमा पनि। ए यता तिमीले भन्दै हुनुहुन्छ नफाप्नेहरूको चाहिँ 84 वर्षको त्यस्तो जन्मोत्सवहरू चाहिँ मनाउँदैन अरे।
थाप्नेको चाहिँ गर्नु हुँदो रहेछ। अनि मैले चाहिँ फर्स्ट टाइम थाहा पाएँ ल। सोरै आउँदैन त यार, जति कराए पनि घाँटी दुखेर। पछाडि आउँदै हुनुहुन्छ हाम्रो टिम चाहिँ, यता हुनुहुन्छ हाम्रो माइली टिममा, अनि हाम्रो अर्को हाम्रो टिममा जेसी टिममा हुनुहुन्छ यता मेरो जेठानी दिदी हुनुहुन्छ स्काई ब्लू कलरको कार्डिगन्समा। हाम्रो हिरोनी टिममा चिप्रिङबाट आउनु भएको छ यता। यहाँ मेरो बहिनी, मेरो छोरी अनि हाम्रो दिदी हुनुहुन्छ यहाँ। अनि पछाडि मेन हिरोनी मेरो सासुआमा आउँदै हुनुहुन्छ 2 जना नातिनीसँग। यता सारङ्गा पनि छ। के अरे नाम? सारङ्गा। यो चाहिँ कोरियन नाम है, उसको पापाले राखिदिनु भएको। उसको पापा चाहिँ कोरियामा बस्नुहुन्छ नि त, अनि त्यही भएर कोरियन नाम राखिदिनु भएको छ उहाँको छोरीलाई सारन्हा। यसको मिनिङ के हुन्छ भन्दै त? हजुर, माया हुन्छ अरे यसको। सारन्हा भनेको चाहिँ माया अरे ल, उसको पापाले राखिदिनु भएको नि। हामी लाग्दैछौँ उकालो साथीहरू। तल्लादेखि उकालो उकालो चढेपछि मात्रै बल्ल हामी तेर्सोबाट आउँछु। म तपाईँलाई देखाउँदै जानेछु। हामी चाहिँ उकालो पनि अझै चढिरहेको छौँ उकालो। मतलब बोल्दा बोल्दै मेरो स्वर पनि सुकाएर जस्तो भइसकेको छ। अनि हेर्नु न, त्यहाँ हाम्रो निरु महारानी बोक्न मागेर यता घुम्नु खोज्ने मान्छे त, रहर गर्ने मान्छे त बोक्नु पो लाउँदो रहेछ आस्था मामुलाई। बढी छाडा उसलाई चाहिँ रिस उठ्यो भने हामीलाई बढी छाडा पप भन्छ क्या। निरा आफै छाडा पप भएछ बोक्नु लाएर मामुलाई। टमाटर, पाकेको टमाटर जस्तो रातो गाला भइसक्यो निरुको चाहिँ यहाँनिर। साथीहरू हेलो गाइस, हेर केही भन मामकान्छीको भ्लगमा, केही बोल न छिटो मेरो भ्लगमा। बल्ल भन्न जानेछ। एकचोटि त के भनेको थियो है, स्विमिङ जाँदाखेरि। बल्ल तेर्सोबाट आइपुग्यौँ साथीहरू। हामी चाहिँ अब त्यहाँ पर हामी मेन रोड निस्किन्छौँ। अनि त्यसपछि चाहिँ मन्दिर पुग्नलाई लाग्छ होला आधी घन्टा अझै पनि। मन्दिर पुगेको भिडियो हाल्छु म तपाईँहरूलाई। यहाँ चाहिँ हाम्रो सारङ्गालाई तिर्खा लाग्यो अरे, पानी किन्दै हुनुहुन्छ। खै म बोक्छु नानी आमा। अब पुकु पानी किन्दै हुनुहुन्छ। मेरो स्वर त सुक्ला जस्तो भयो है। ल पानी खामा, अब हामी पानी खान्छौँ ल। गाइस, हामीले चाहिँ यहाँनिर बरफ किनेर खाँदैछौँ। चाहिँ हामी मेन रोड आइपुग्यौँ। अहिले चाहिँ उकालो बाटोदेखि हामी यहाँनिर कुल्फी पसलमा आएको थियौँ। अनि त्यसपछि हामीले चाहिँ कुल्फीहरू किनेर गइसक्यौँ। मैले चाहिँ मेरो छोरीको कपाल गर्नुको लागि रबर मागेको छैन रहेछ। यो चम्चीको कति हो? मेरो छोरीको कपाल बाँधिदिनु पऱ्यो भनेको रबर नल्याएको त गाइस घरमा मात्र भयो। हुन्छ, हस् धन्यवाद तपाईँलाई। अब यसले चाहिँ म बाँधिदिन्छु। के भयो? कुल्फी। ए ल, यसले बाँधिदिन्छ साथीहरू मेरो छोरीको कपाल। के उसलाई कति गर्मी भएर यहाँ नि घमाउरा आएर। हेरौँ न पुक्कुलाई पछाडि यसको कपाल बाँधिदिन्छु म। अब दुईवटा रहेछ त, दुईवटाले बाँध्ने हो? एउटाले मात्रै बाँध्नु। त्यतिको त भएको छ आमा। त्यसले त दुख्छ। के गर्नु, बाँध्नु नबाँध्नु? कपाल बाँधिदिनु साथीहरू। हामी छोरी यहाँ हेर मामुलाई। बेबी यहाँ हेर्नु। तितुरावाला लिए। तितुरावाला? तितुरावाला म भन्न छिटो हात यही वाला खान्छु। गाइस, मेरो छोरीको टोपी हेर्नु, त्यहाँ टोपी हेर्नु न, टोपी। मेरो पुके यहाँ चाहिँ फोहोर फाल्ने डस्टबिन रहेछ। जाँदैछु साथीहरू। अब चाहिँ हामी पुग्न लाग्यौँ। पुग्छौँ अब एकैछिनमा। यत्रो माथि त आइसक्यौँ। अब अब कति टाइम लाग्छ र? धेरै टाइम छैन। मेरो खोलिदिनु न, मेरो यहाँ क्यामेराले गर्दाखेरि मलाई खोल्न मिलेन। हाम्रो आमाहरू चाहिँ उता माथि पुगिसक्नु भयो गाइस। थ्याङ्क यू।
हुनुहुन्छ आमाहरू माथि पुगिसक्नु भयो मैले खाइलो साथीहरू घाँटी दुखिरहेको छ त्यही पनि नै बारेङ्गे अरे क्या कोहीको यता आइज न गाडी आयो बाइक कोहीको बार्ने चलन छ मुख बार्ने चलन तर मेरो चाहिँ छैन ल जति नै साह्रो भए पनि म त फ्रिजको डिउ पनि खान्छु चिसो पानीहरू सबै अमिलोहरू सबै चटपटी पानी पनि सबै खान्छु त्यो बारे भने झन् पछि बारेको बारे मात्रै गर्नुपर्छ के खाए ल गुल्यो मिठो मिठो हुँदै जाडो महिना नि सक्यो है बरफ खाने दिन आइसक्यो तपाईँहरूले चाहिँ कुन सिजन मनपर्छ मलाई चाहिँ पहिला थिएँ गर्मी मनपर्छ गर्मी भयो भने पातलो लुगा पनि लाउन पाइयो अनि लुगा पनि छिटो सुक्छ यहाँ चाहिँ अरूले चाहिँ हेर्नु न फुलहरू हेर्दै हुनुहुन्छ कि कति राम्रो राम्रो आइटमको फुल रहेछ कसको घर हो कुनी अनि उहाँहरू सबैजना फेरि फुल प्रेमी हुनुहुन्छ सबैजना फेभरेट बच्चामा अब हामी त नर्सरी एलकेजी युकेजी अलिक सानो हुँदाखेरि चाहिँ कटारीतिर बसेर पढेको थियौँ कि अनि कटारी त फेरि मस्ट गर्मी सिजनमा त फेरि डेन्जरै हुन्छ नि त घमौरै निकाल्छ त्यतिखेर हामी खान्थ्यौँ क्या बरफहरू त्यही भएर मलाई चाहिँ मनपर्छ अनि के साथीहरू कोही चाहिँ है बरफहरू चक्लेटहरू खाँदाखेरि के यसरी चुसेर है कति टाइमसम्म चुसेर खान्छ कि त्यो बरफ नबिलेर यत्रो सिङ्गामा नपुग्यो सिङ्गा मात्रै नरउन्जेलसम्म अनि यत्रो ठुलो चक्लेट पनि यत्रो नभएसम्म मुखमा खेलाएकै गर्छ नि ओ माई गड मैले सक्दिनँ कि त्यस्तो गर्नु म त कारा मुख पुरो पनि पार्ने त्यस्तै खालको बानी छ मेरो चक्लेट पनि मुखभित्र राखेको त्यति एकैछिनमा कानको पनि पार्ने बानी छ अनि यस्तोहरू पनि सबै सकि नसकी भए पनि म धेरै बेर खेलाउने बानी छैन खाइहाल्यो एन्ड गाइस हामी चाहिँ मेन रोड निस्केर यहाँनिर गेट पुगिसक्यौँ है त 108 धारा मुक्तिनाथ धाम प्रवेशद्वार भनेर चाहिँ उहाँहरूले यसरी गेट पनि बनाउनु भएको छ अनि सबैजना गेटभित्र जाँदै हुनुहुन्छ साथीहरू मैले चाहिँ अघि 109 भनेको थिएँ सो सरी 109 चाहिँ होइन 108 धारा चाहिँ रहेको छ अरे यहाँ सानो मुक्तिनाथ भन्दा रहेछ अब मेन मुक्तिनाथ त ठुलो मुक्तिनाथ साँच्चीको मुक्तिनाथ त कहिले जान पाउने हो होइन सानोले भए पनि काम चलाउन आफ्नो एरियामा आफ्नो ठाउँमा भएको होइन यसो प्रसार गरिदिउँ छ भनेर होइन तर राम्रो छ साथीहरू म चाहिँ फर्स्ट टाइम गएको होइन पहिला पनि गएको छु सायद यो चोटि गयो भने मेरो 3 चोटि हुन्छ होला मेरो 3 चोटि हुन्छ अनि ठाउँ चाहिँ राम्रै छ त्यस्तो नराम्रो हुँदैन 3 चोटि हुन्छ एकचोटि तपाईँ पनि गएको छु एकचोटि तपाईँसँग गयो होला यो तिजको बेलामा अनि एकचोटि यही हो ए होइन 4 चोटि हुन्छ एकचोटि त म मम्मी बाबाहरूसँग एक्सर्साइज गर्नु गएको छु कि हिँड्दै मेरो छोरी पेटमा हुँदाखेरि हामी हिँड्दै आइपुगेको थियौँ क्या यहाँ पनि अब हामी पुग्नु लाग्यौँ साथीहरू पुग्नु लाग्यौँ गाइड श्री मुक्तिनाथ जाने बाटो भनेर आइसकेको छ हामी चाहिँ अब पुग्नै लाग्यौँ है ल गाइड हामी चाहिँ आइपुगिसक्यौँ मैले त आमामा पुरै नेपालको झन्डा पो लगाइरहेको रहेछ गोलले पारेर गाइड यही हो है मुक्तिनाथ सानो मुक्तिनाथ टेम्पल 108 धारा छ यहाँनिर अनि यो झन्डा चाहिँ लगाएको थिएन कि पहिला अनि अहिले त हेर्नु न झन्डा लगाएर यस्तो दामी बनाउनु भइसक्यो म तपाईँहरूलाई अब भित्र गएर पनि देखाउँछु अनि अस्ति हामी आउँदाखेरिसम्म चाहिँ यो रोड बनाइराख्नु भएको थियो अनि अहिले चाहिँ यहाँनिर रोड पनि बनाउनु भएछ अनि यो पनि थिएन अहिले यो नि लाउनु भएछ केही विकास हुँदै रहेछ है यता चाहिँ राम्रो बनाउँदै जानु भएछ अझ यो ठाउँलाई होइन हेर्नु त तल यसरी पानी आउँछ कि अनि माथि चाहिँ चप्पल राख्ने ठाउँ हो साथीहरू अनि अहिले चाहिँ पानी पनि राखेको रहेछ पिउनलाई अनि यहाँ चाहिँ हामी चप्पल राख्नुपर्छ के चप्पल खोल्ने होला नि त मोबाइल त कुन झोलामा थियो
अहिले त यसरी फुल पनि बेच्नु राखेको रहेछ अनि पानी पनि राख्दो रहेछ साथीहरू। अनि यो माथि चाहिँ के हो के बेच्नु पनि राख्नु हुँदो रहेछ। अब हामी चाहिँ यहाँनिर गेटभित्र पस्नु गइरहेको छौँ। यहाँ तिमीहरूले जुत्ता चप्पल खोल्दै हुनुहुन्छ कि खुट्टाको हालत हेर्नु न साथीहरू, हिँडेर धुलोले कि कुकुरलाई दिए पनि खाँदैन यतिखेर त हाम्रो खुट्टा। ल गाइस हामी चाहिँ अब मन्दिरभित्र पस्दैछौँ ल। यहाँनिर टिममा हुनुहुन्छ हाम्रो हिरोइन टिममा है, हाम्रो ग्याङको मेन राम्री हट्टा खट्टा टिममा हुनुहुन्छ। ल अब हामी यहाँनिर गर्छौँ। टिममा बोतल भन्नुभएको थियो अरे हजुर, यहाँदेखि पानी लग्छौँ हामी चाहिँ यो बोतलमा सारेर। अनि हेर्नुहोस् त तलको भ्यू, यहाँ तिमामा हुनुहुन्छ हेर्नु न कस्तो राम्रो छ गाइस। फुल हेर्नु न, फुल यहाँ पिङ्क कलरको हो। अनि यतातिर चाहिँ गमलाहरूमा पुरै फुल राख्नु भएको रहेछ कि। अहिले त कति राम्रो पानी छ हौ, पहिला त यस्तो राम्रो थिएन। अब चाहिँ हामी यो पानीमा जान्छौँ हजुर, अनि फोटो खिच्छौँ हामी। अनि दामी बनाएछ हौ मन्दिरहरू पनि। ल अब हामी यहाँनिर पानी भएको ठाउँमा जान्छौँ। पछाडि मेरो बहिनीले रेकर्ड गर्दैछ भने अगाडि म राम्रो देखिरहेको छ भिडियो एकदम टाउकोहरू क्लियर। यहाँ चाहिँ पछाडि सारङ्गा छ। ल अब हामी पानीमा जान्छौँ। अनि त्यसपछि तपाईँहरू पनि हेर्नु होला, माथितिर पनि यसरी पोस्टरहरू लाउनु भएको छ पुरै उहाँहरूले चाहिँ। अनि यतातिर फुलै फुल रोप्नु भइसक्यो साथीहरू, यस्तो थिएन। ला ल्याउ पनि रहेछ चिप्लेर। ल सबैजना अगाडि जानुहोस्, म चाहिँ पछाडि आउँछु। यहाँ हेर्नुहोस् जाँदै हुनुहुन्छ टिममा दिदीहरू, म चाहिँ अब पछाडि आउँछु साथीहरू। यस्तो गर्दै जानु अरे क्या। ल जुगा पनि भिज्छ होला हौ, लुङ्गी। अब मुक्तिनाथ ठुलो मुक्तिनाथ चाहिँ हामी एक दिन जान्छौँ होइन। अब कमाउनु पर्यो, जमाउनु पर्यो, त्यसपछि जानुपर्छ सबै फ्यामिलीसँग एक दिन होइन। अनि यतिखेर चाहिँ हामी यो सानो मुक्तिनाथ मन्दिरमा 108 धारामा रमाइलो गर्दैछौँ साथीहरू। हेर्नुहोस् न पानी गाइस, यहाँ चाहिँ गल्ली गयौँ भने साथीहरू 108 धारा नै रहेछ। पानीले गर्दाखेरि मेरो स्वर सुन्नुहुन्न होला तपाईँहरूले, अब त्यही म्यानेज गर्नुहोस् होइन। पछाडि उहाँहरूले यसरी पानी खेलाउँदै जाँदै हुनुहुन्छ गाइस। कस्तो चिसो पानी है तिमीमा, कस्तो मजाको के। अगाडि सबैजना पानी खेलाउँदै सबै लुङ्गी त सबै भिडियो साथीहरू। यस्तो छ भ्यू चाहिँ। ल गाइस हामीले चाहिँ फोटोहरू बनायौँ, भिडियो पनि खिच्यौँ होइन। अनि अरू चाहिँ अगाडि गइसक्नु भएको छ माथि। अनि मैले चाहिँ भर्खरै मेरो एउटा भिडियो बनाइसकेँ। अनि त्यसपछि माथि आएको छु। अब यो चाहिँ माथि चाहिँ मन्दिर छ क्या साथीहरू। अनि यता पछाडि चाहिँ कुर्सीहरू राख्नु भएको रहेछ। अनि यो भित्र चाहिँ पुजारी अङ्कल बाजेहरू बस्नुहुन्छ। अनि यो चाहिँ मेन हो, यो मन्दिरको मेन हो। अनि पछाडि यहाँ ऐनाहरू पनि छ, मेन मन्दिर हो साथीहरू। यो चाहिँ यो भित्र चाहिँ तपाईँहरूले दान दिन सक्नुहुन्छ तपाईँको इच्छा भए अनुसार। अनि म चाहिँ यहाँ चाहिँ लुङ्गीहरू सब भिजेर बिजोग छ भित्र चाहिँ। यस्तो छ, पहिलाभन्दा त धेरै राम्रो बनाइसक्यो गाइस। अनि यस्तो छ रहेको छ मन्दिर चाहिँ। म रेकर्ड गरेर तपाईँहरूलाई देखाउँछु ल। अनि यता चाहिँ यस्तो रहेको छ। यहाँ तिमीहरूले रमिता हेर्दै हुनुहुन्छ ल। ए भित्र पस्नु मिल्दो रहेछ।
ए यता चाहिँ फोटो खिच्न मनाइ छ अरे त्यो भएर म तपाईँहरूलाई भित्रको चाहिँ देखाउँदिनँ। अनि यही हो मन्दिरहरू चाहिँ। यहाँ फोटो भिडियो बनाउँदैछौँ हामी चाहिँ। अनि एकैछिन बिसाएको किनभने यहाँ सायाहाङमा म्याडमजीले चाहिँ खाजा खाँदै हुनुहुन्छ। खाजा खाँदै चाहिँ सायाले बनाना हालेर उसको कोकुसँग बसेर बनाना खाँदैछ सायाले चाहिँ। यहाँ एकैछिन बस्यौँ हामी चाहिँ। यहाँ सहयोगको बाक्सा रहेको छ। अनि मेरो छोरी चाहिँ हेर्नुहोस् न टुपी बाँधेर चाया। ए सायद त पहिलोचोटि मन्दिर आएको है उसको त फर्स्ट टाइम पो त साँच्ची मन्दिर त। केरा खाँदैछ यहाँनिर बजुको काखमा बसेर साया चाहिँ। यहाँ रमिता हेर्दै हुनुहुन्छ हाम्रो तिमीहरू। गाइस यतापट्टि चाहिँ यस्तो रहेको छ है यतातिर चाहिँ। अनि यहाँ चाहिँ दिउहरू अब धुपहरू बाल्ने गर्नुहुन्छ होइन। अब चाहिँ म यहाँ झिरझिरेमा हाम्रो तिम्मा आमाहरूको चाहिँ म भिडियो बनाउनु गइरहेको छु। फोटोहरू खिच्छु म। अब यहाँ पछि जान्छौँ हामी। ल साथीहरू हामीले चाहिँ अब फोटोसोटो नि खिच्यौँ, भिडियोले पनि अगायो सबै साथीहरूसँग पोस्टमा फोटो नि खिच्यौँ। यहाँ चाहिँ अब नानीहरूलाई पनि निन्द्रा लागिसक्यो, पानी परा जस्तो भइसक्यो। अब चाहिँ हामी यहाँदेखि निस्किन्छौँ गाइस। यस्तै छ यताको भ्यूहरू चाहिँ मैले तपाईँलाई देखाइसकेँ होइन। पानी पला जस्तो भएको छ। अब मेरो नानी पनि सुतिसक्यो, मेरो जेठानी दिदीको नानी पनि निन्द्राले चुर हुँदैछ। अब चाहिँ हामी जान्छौँ केटाले बाटोमा पानी परिहाल्यो भने। हेर्नु न मेरो छोरीले सुतिराखेको छ कि कति ज्ञानी भएर। कसैको बच्चा त झगडा गरेर फोटोहरू खिच्नु दिँदैन है। मेरो छोरी त ज्ञानी भएर सुत्यो। साथीहरू केरा खुवाएको थियो, केरा खाएर सुतिहाल्यो। अब चाहिँ हामी यहाँदेखि निस्किन्छौँ। ल निस्किँदैछौँ। तिम्मा अगाडि हुनुहुन्छ। अनि यहाँ हाम्रो माइली तिम्मा र जेठी तिम्मा नै निस्किँदै हुनुहुन्छ साथीहरू। बाई बाई भन सारङ्गा। नाइमा बाई बाई भन। ल साथीहरू हामी यहाँबाट निस्किन्छौँ। अब अघि हामीले यहाँ जुत्ता खोलेको थियौँ कि यहाँ चाहिँ जुत्ता चप्पल खोल्ने ठाउँ भनेर मैले भनेको थिएँ नि त। सबैले जुत्ताहरू लाउँदै हुनुहुन्छ। तिम्मा त जुत्ता लाउनु भएर नि त्यहाँ रेडी भइसक्नु भएछ हिँड्नुको लागि। ल हामी यहाँदेखि निस्किन्छौँ। ल बाई बाई गर सबैजनाले। हामीदेखि निस्किन्छौँ यहाँदेखि। यहाँ हाम्रो निराङमाले चाहिँ फेरि बोक्नु लाउँदैछ। ल अब हामी यहाँदेखि लाग्यौँ। यस्तै हो बच्चाहरू हिँडाएपछि साथीहरू हिँड्ने अरे। हामी चाहिँ माथि आइपुगिसकेको छौँ। अनि घाम नलागे पनि हिँड्दा थाकेर मान्छेको हालत यस्तो भइसक्यो क्या, पसिना सरी भइसक्यो। हामी चाहिँ थाकेको पनि छौँ अनि तिर्खाको पनि छौँ कि तिर्खानी लागेको छ। अनि त्यही भएर यहाँ चाहिँ तिमीहरूले चिसो किन्नु भएको छ। अब चिसो खाँदै हामी चाहिँ लाग्छौँ उकालो घर। अनि आज चाहिँ हामी 8 धारा घुमिसक्यौँ साथीहरू। 108 धारा। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो मेरो भिडियो हेरेर कमेन्ट गरिदिनु होला। अब त्यस्तो आफूले जाने अनुसार त मैले भिडियो गरेकै छु होइन। त्यही अनुसार म एडिटहरू गरेर हाल्छु। अब तपाईँहरूले मलाई साथ सपोर्ट दिँदै गर्नुहोस्। अझै धेरै बढी माया गरिदिनुहोस्। म पनि तपाईँहरूलाई अझै राम्रो कोसिस गरेर योभन्दा पनि राम्रो भिडियोहरू अझै हाल्ने कोसिस गर्छु होइन। हेरौँ न यस्तो हुन्छ बोल्नु पनि आउँदैन। अब के गर्नु होला, कसरी सक्यो होला यार अरूले त्यसरी भ्लग बनाएर एडिट गर्नु। टाइम लाग्यो होला नि सबैलाई हाले क्या। अनि यहाँ तिमीले पछाडि डिउहरू बाँड्दै हुनुहुन्छ। हामी चाहिँ अब चिसो खाएर यहाँदेखि जान्छौँ साथीहरू। यहाँदेखि चाहिँ अलिक माथिसम्म उकालो बाटो छ। अब डिउ खाएर जान्छौँ साथीहरू हामी। कस्तो लाग्यो सारङ्गा? रमाइलो किन रमाइलो? को घर तर्स्यो होला है। अब नआउने भन्छ होला सारङ्गाले त। के आउने भन्छौ? आउने? ए आउने अरे हाम्रो सारङ्गा। उहाँ चाहिँ मेरो जेठानी दिदी पढ्नुहुन्छ, उहाँको छोरी हो, कान्छी छोरी सारङ्गा। लु जाउँ हामी यहाँदेखि। अब कति घाँटी दुखेको थियो त्यही पनि खाइदिए थिइनँ मैले त। थोरै यस्तो छ पारा हेर्नु साथीहरू। घाँटी दुखेर ख्यार भएर सोर सुक्ला जस्तो भइसक्यो।
खोक्दाको हालत त्यही पनि खानै छोड्नु भएन खाएंगे पिएंगे यस गरेंगे अरे क्या यस्तै यस्तै हाम्रो खाजा चाहिँ साथीहरू घर धेरै टाढा छैन त्यही भएर यति खाजा खाँदै घर जाने हो हामी यहाँदेखि त्यस्तै 40-45 मिनटमा हाम्रो घर पुगिन्छ क्या साथीहरू अब जाँदा त ओह्रालो पर्छ नि त खाम न यहाँनिर हल्का खाजा हाम्रो यस्तै छ पारा सासू बुहारीहरूको घुमघाम पनि सकिनु लागिसक्यो अब हजुर राम्रै पालेछ सासू के अरे ससुर र सासूले त भन्नुहुन्छ नि यत्रो वाक्क परेर यत्रो भइसक्यो दुःख रहेछ हजुर बुझ्नु भयो नि साथीहरू त्यही भएर तपाईँहरू मोटी मोटी नभन्नु यस्तो मोटी त भाग्यमानीले पो हुनु पाउँछ पकाएर हाल्न पाउने ससुरालाई एक रास थुपारिदिनु पाउने अनि आफू एक रास थुपारेर एक रास म त यहाँ रमाइलो गफ गर्दै हिँड्दैछौँ साथीहरू हामी चाहिँ अब चाहिँ हामी घर पुग्न लागेको छौँ साथीहरू यो बाटो तपाईँहरूले राम्रोसँग भिडियो हेर्नुभएको छ भने याद गर्दै हुनुहुन्छ होला अब यहाँदेखि त हाम्रो घर त्यस्तै 11-12 मिनट लाग्छ हामी फटाफट हिँड्यौँ भने अब 2-2जना नानी पनि सुतिसकेको छ आमाहरूले बोक्नु भएको छ अगाडि अनि यहाँ मेरो बहिनीलाई पनि निन्द्रा लागेर चुर भइसकेँ म भन्दैछ अनि पछाडि 3जना आउँदै हुनुहुन्छ उहाँहरू चाहिँ गफ गर्दै आफ्नै दुनियाँमा सो साथीहरू अब चाहिँ म मेरो भिडियोलाई यहाँ एन्ड गर्नु गइरहेको छु अनि तपाईँहरूले यो मेरो भिडियो हेरेपछि देखिसक्नुभयो होला मैले भनेको मुक्तिनाथ सानो मिनी मुक्तिनाथ 108 धाराको अनि यो मेरो भिडियोलाई लास्टसम्म हेरिदिनु होला अनि लाइक गरिदिनु होला होइन सब्सक्राइब नगरिदिनु भएकोले सब्सक्राइब पनि गरिदिनुहोस् भन्छु म चाहिँ प्लिज डु सब्सक्राइब अनि गाइस मेरो भिडियो चाहिँ म यहीँ इन गर्छु ल अब किनकि मसँग चाहिँ अब ब्याट्री पनि सकिँदै गयो कि 1 घन्टा कति भइसक्यो है ब्याट्री पनि सकिनु लागिसक्यो सो मेरो भिडियो चाहिँ यति नै हो आजको बाई बाई